वेलकम टु माई ब्लग। स्वागत छ हजुरहरूलाई मेरो नयाँ ब्लगमा। अनि सन्चै हुनुहुन्छ होला तपाईँहरू, म पनि सन्चै छु। आज चाहिँ म यहाँ मेरो बारीमा अस्ति सब्जीहरू रोपेको हेर्न आएको। हेर्नु त कति छिटो पलाउँदै रहेछ मेरो सब्जीहरू। हेरौँ है, यहाँ चाहिँ पलाएको रहेन, यहाँ चाहिँ बोरी आउँदै रहेछ। पानी पुग्दा चाहिँ छिटो आउने रहेछ। यहाँ आउँदै चाहिँ आएको छैन। यहाँ साग आउँदै रहेछ, मुला, लसुन। यहाँ चाहिँ प्याज यति छ है, मेरो प्याज चाहिँ हो। हेर्नु न, मुला यति धेरै एक मुठी बिउ लाएर यति यति उम्रेछ है। यहाँ चाहिँ काँक्रा पनि आउँदैछ, सररररररर मुलाहरू छ। मुला काँक्रा मजाले आउँदैछ। यहाँ चाहिँ मुला धेर रोपेर यस्तो राम्रो हुँदा आउँदैछ हो। यहाँ चाहिँ टमाटर अघि मात्रै सारे। यहाँ चाहिँ टमाटर एउटा एउटा छ। मुला चाहिँ धेरै रोपेर धेरै लाएर। यहाँ चाहिँ काँक्रा, यहाँ चाहिँ आलु। अस्तिको आलु यत्रो ठुल्ठुलो भइसक्यो। एक धार्ने फल्छ कि भने कति फल्ने हो मेरो आलु। यहाँ चाहिँ सानो सानो चङ्सुर आइरहेछ। अनि यतातिरको मौसम चाहिँ यस्तै छ। अघि न चाहिँ घाम लागिरहेको थियो, अहिले चाहिँ बेलुका हुन आँट्यो नि त, त्यही भएर घाम गइसक्यो। हाम्रोतिर चाहिँ भन्दा अलिअलि त रहेछ, गहुँहरू पाक्न आँटिसक्यो। मेरो सब्जीहरू कहिले खाने बेला हुने हो थाहा छैन। त्यो चाहिँ गाउँ चाहिँ हेर्नु कस्तो राम्रो यो के आएको, यस्तो कोदो जस्तो पनि छ। गाउँ चाहिँ मजाले आइरहेछ। गाउँबारी, मेरो गाउँबारी चाहिँ माथिसम्म छ है। अब कहिले काट्नु पर्ने हो पाकेपछि। अनि यहाँ चाहिँ मासु सिकुटी लाग्छ। यहाँ फेरि यो गोरुको मासु भन्नुहुन्छ है, फेरि यो चाहिँ गोरुको मासु होइन, लोकल के पो भन्छ, भैँसीको मासु हो। यहाँ चाहिँ सिकुटी लाएर राख्या। के खुकुरी तल्लोपट्टि छ त। यो चाहिँ दाउरा अस्ति ललितपुरबाट लिएर आएको हामीलाई। यहाँ बोरामा चाहिँ के छ, पराल छ। पछि न मेरो सुँगुर पाठाहरू लिएर ओछ्याइदिने भने कहिले कहिले सपना मात्रै छ। खोर बनाइसकेको छैन, बनाउने मान्छेहरू कुदै छन्। यता चाहिँ मेरो छोरा चाहिँ खाजा खाइसकेर निस्किँदैछ भर्खरै। यहाँ छ खै तिम्रो कार? ल आऊ साइकल कुदाउने। पर यता तल उयो त त्यो बन्दुक बोकोमा। पर भित्तामा। कसले ल्याइदिनु भयो? कति बेला? खै ट्रक? यता चाहिँ मेरो छोराको चाहिँ खेलाउनाहरू।
खेल्छ है मेरो छोरा चाहिँ ल ल भन यो कसले किनिदिनु भयो तिमीलाई यति धेरै खेलाउन अनि कति धेरै है हेलो भन हुन्छ भाले मेरो चल्लाहरू यति ठुल्ठुलो भइसक्यो है यो माउ चाहिँ अन्डा पारिरहेको छ 9-10वटा अन्डा पुऱ्याइसक्यो यसले चाहिँ ल यहाँ मेरो छोराले चाहिँ देखाउँदैछ फेरि हो उसको खेलाउनाहरू कति छ तिम्रो खेलाउनाहरू 3 4 5 6 एकैचोटि 3 आउँछ 1 2 भन्दै गर्न त ल 1 2 3 4 चारवटा रहेछ है के गर्ने अब यो कारहरू पुलिस कार हो ए त्यो पुलिस कार हो ए पुलिसले चलेर जान्छ कारबाट ल यता युन छ ल भन न त हेलो नमस्ते भन नमस्ते ते हे मान खाएर फेरि हो थोते बुढो सेवा र सबैजनालाई भन साँच्ची हुनुहुन्छ तपाईँहरू हुनुहुन्छ मेरो तपाईँहरू ल अब एकचोटि डान्स गर त नि बाबा ऐला जहिले मरे म त ढले 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 कम्बरैमा पटुकी कसेर मुसु मुसु हाँसेरै बसेकी रुकुमै कोटा ल्याइदिन्छु त कस्तो मेरो रक्सी पार्ने भाडा यो चाहिँ यहाँ चाहिँ अघि घाममा नसुकेर अब आगो फुकेर सुकाउन आँटेको रे नि त हल्का चाहिँ रात पर्न आँटिसक्यो त्यही भएर म चाहिँ यहाँ खाना सब्जी बनाइरहेको छु अनि यता चाहिँ कति नराम्रो बिरामी भएर 4-5 दिन लेख्न नलाएको त अक्षर त के हो नि हो 5 to 52 अनि 5 3 53 5 4 54 भयो ल अब माथिबाट पढ 1 2 3 4 5 6 7 8 9 1 0 10 1 छिटो अहिले म फेरि मजाले अलिक ठुलो सरले 11 1 2 3 13 1 4 14 1 5 15 1 6 17 17 1 8 18 1 9 19 2 0 2 1 21 22 23 कति अरे 2 1 21 अनि 2 2 22 अनि 2 3
2, 3, 23, 2, 4, 20, 2, 5, 25, 2, 6, 20, 2, 7, 27, 2, 8, 28, 2, 9, 20, 3, 0, 30, 3, 1, कहाँ छ 3 1 3, 3 1 कहाँ छ 3, 1, 31, 3, 2, 32, अनि 3, 3, 33, 3, 4, 34, 3, 5, 35, 3, 6, 36, 3, 7, 37, 3, 8, 38, 3, 9, 39, मार्नु त बन्द गर्नु न बन्द गर्नु न 4, 0, 40, अँ 4, Why? कहाँ सुकमेल दुईटा मात्रै लाग्छ 41, 42, 42, 40, 43, 44, 44, 45, 45, 46, 46, 47, 47, 48, 48, 49, 49, 42, no, 50 50, 50, 51, 5, 51 51, 1, 2, 52, 15, 53, 5, 4, 54. मेरो तरकारी मासु पाक्न आएको पाक्दैछ किन खेल्नु हो म चाहिँ अब अनि तरकारी कसले पकाउँछ पापाले पकाउनुहुन्छ पापा आउनु थोरै ग्रेभी लाउने नचलाऊ हुन्छ यो भी गम्बेकिल्ला भन्थे छला होती के भन्छ अरे फाइजीले अब यहाँ टक्कसँगले यो धनियाँ माथिबाट छर्किदिने हो नि त अनि खतरा हुन्छ हरियो धनियाँ लगाएपछि बास्नै मिठो आउँछ अरे नि त गाइजहरू हरियो बास्ना आयो हरियो धनियाँ लगाएपछि बास्ना ओहो टाढैबाट फेरि कहाँ मासु पकाएछ भन्दै सुन्दै आउला है रेन्ता मेरो चाहिँ खाना सब्जी पाकेर रेडी भइसकेको छ अब हामी चाहिँ खाना खाने अनि खाएपछि चाहिँ अब त्यस्तै हो रात परिसकेको छ यतातिर अब हाम्रो सामान ल्याउने गाडी चाहिँ आइपुगेको छैन अस्ति सामान सकिरहेको थियो थोरै त्यही भएर आज चाहिँ सामान झार्न भाइ चाहिँ काठमाडौँ जानुभएको थियो भाइले सामान नलिआउनु भएको छ अब गाडीले ल्याउँदैछ सामान चाहिँ रात परिसक्यो हामी चाहिँ अब खाना खाएर रेडी भएर बस्नुपर्ने हुन्छ त्यही भएर आजको लागि चाहिँ यति नै भोलिको दिनमा फेरि नयाँ भ्लग लिएर आउनेछु म ओके बाई बाई अनि गुड नाइट सबैजनालाई भोलिको दिनमा फेरि भेट्नेछौँ बाई बाई लभ यु